हेलो गाइज, आज चाहिँ हामी चाहिँ मनोकामनाको यात्रामा जाँदैछौँ अनि हामी चाहिँ फर्स्ट टाइम बाइकमा चाहिँ लङ यात्रामा जाँदैछौँ है गाइज। अनि हाम्रो ठुलमम्मी ठुलबाबा चाहिँ उता वीरगन्जबाट आउँदै हुनुहुन्छ। अनि यो चाहिँ हामीले चाहिँ अघि न चाहिँ कलङ्की क्रस गरेको थियौँ। अघि चाहिँ अब चाहिँ हामी चाहिँ ठ्याक्कै हाम्रो फोन आएको थियो कि एकछिन हामी चाहिँ साइड लागेको थियौँ। अनि त्यसपछि त्यतिखेर चाहिँ हामीले चाहिँ त्यो दिजुहरूले कल गर्छ रहेछ, त्यो उठाएर चाहिँ हामी चाहिँ सिधै लाग्यौँ। अनि त्यसपछि थोरै अगाडि गएपछि हामीले चाहिँ कलङ्की क्रस गरिहाल्यौँ। अनि त्यसपछि धेरै अगाडि पुगिसकेपछि एउटा पार्क आयो कि। अनि गाइज हामी चाहिँ त्यो पार्क चाहिँ कस्तो राम्रो रहेछ कि। अनि हामी चाहिँ अगाडि गइरहेको कसले चलाएको थियो बाइक? अनि बाइक चाहिँ मेरो बाबाले चलाइसकेको थियो। अनि मेरो बाबाको चाहिँ हात दुख्यो होला भनेको मान्छेन। अनि हामी चाहिँ फाइनली पुग्नलाई चाहिँ टाइम लाग्यो है गाइज। अनि त्यसपछि हामी चाहिँ मनोकामना चाहिँ मेरो बाबा, म अनि मेरो मम्मी गइसकेको चाहिँ जाँदैछौँ। अनि त्यसपछि जाँदाखेरि चाहिँ हामीले चाहिँ टिकट लिने ठाउँमा रुखिसकेको छौँ। अनि टिकट लिने ठाउँमा रुखिसकेपछि एकछिन हामीले टिकट लिएर सिधै जान थाल्यौँ। अनि त्यसपछि म चाहिँ धेरै खुसी हुँदै थिएँ। अनि हामीले चाहिँ टिकट लिएर चाहिँ हामी चाहिँ कति रहेछ? टिकटको चाहिँ 150 रहेछ। 1540 मैले चाहिँ मकै खाँदै थिएँ। अनि थोरै बेरमा चाहिँ मैले चाहिँ नखाने भने, म अहिले पछि खान्छु भने। अनि त्यसपछि हामीले चाहिँ मुखसुख धोएर माथितिर आयौँ। अनि त्यसपछि केबल कार आउन लाग्थ्यो कि फेरि मुख धुने तिमीहरू चाहिँ बाबा छोरीले चाहिँ मुख धुन थाले। अब यिनीहरू मुख धुन्छन्, नानेर म चाहिँ सिँझन्। अनि मैले चाहिँ टिकट देखाउँछु, यस्तै टिकट हो भनेर टिकट देखायो। हामी चाहिँ अलिकति अगाडि पुगिसकेपछि चाहिँ मुख धुने ठाउँ आयो। अनि म चाहिँ दौडेर मुख धुन गएँ। अनि त्यसपछि त्यहाँनिर चाहिँ त्यही मुख धुने ठाउँ आएपछि चाहिँ म चाहिँ साह्रो दौडेर चाहिँ मुख धुन गएँ। अनि त्यसपछि म चाहिँ मुख धोइसकेपछि फ्रेस फिल भयो। अनि त्यसपछि मेरो बाबा पनि गएर हात धुइसक्यो पानीले। अनि बल्ल अनि हात धोएपछि साबुनले पनि हात धुइस्यौँ। अनि त्यही बाटो चाहिँ हामीले चाहिँ केबल कारमा जानलाई एकछिन मात्रै बाँकी थियो। त्यही भएर हामीले चाहिँ हात मुख धोयौँ। अनि हामीहरूसँग भेट भइन्छ नि त, त्यही भएर राम्रै हुन मन लागेर तिमीलाई। अनि म चाहिँ ठुलमम्मीहरूसँग भेट हुन्छ भने राम्रै हुनु। ठुलमम्मीहरूले फोन गर्छ कहाँ पुग्छ भनेर। हामी चाहिँ पुगिसक्यौँ। नानीको चाहिँ आँखा पिरो भयो, तिम्रो चाहिँ है आँखा पिरो भएर। अनि त्यहाँको चाहिँ यति राम्रो ठाउँ थियो हेर्नुहोस्। मैले चाहिँ टिकट देखाएँ। अनि त्यसपछि म चाहिँ खुसी भइरहेको थियौँ। अनि बाबा चाहिँ त्यहीँनिर मुख धोइरहेको थियो। हामीले रेनकोटहरू पनि लगाएको थियौँ है। हामीले पानी पर्ला के भनेर रेनकोट लगाएको थियौँ, तर पानी परेन। अनि त्यहाँ चाहिँ केबल कार आउने बेला एउटा केबल कार आइरहेको थियो। हामीले चाहिँ सोच्यौँ कि अर्को केबल कारमा बसौँ। त्यही भएर हामी चाहिँ अर्को केबल कारमा बस्यौँ। अनि त्यसपछि हामी चाहिँ केबल कारको यात्रामा पनि गइहाल्यौँ। अनि त्यसपछि हामी चाहिँ जाँदै थियौँ है गाइज। अनि यो भिडियोलाई चाहिँ हेर्नु होला है त, लास्टसम्म हेर्नु होला। अनि त्यसपछि हामी चाहिँ गइरहेको थियौँ। अनि त्यसपछि बाबाले चाहिँ हामी उल्टो साइडमा बस्यौँ, सुल्टो साइडमा बस्यौँ भन्छ है। अनि म चाहिँ सुल्टो ठाउँमा बस्नलाई चाहिँ डराइरहेको थिएँ। अनि पछि बाबाले हात समातेर म चाहिँ बसिहालेँ। अनि त्यसपछि चाहिँ हामी चाहिँ केबल कारको यात्रामा पनि चढिसकेको छौँ। हेलो, यो चाहिँ मेरो बाबा हुनुहुन्छ अनि यो चाहिँ म हो। अनि त्यसपछि त्यहाँ चाहिँ मेरो बाबा मम्मी म जाँदैछौँ। अनि हेर्नुहोस् गाइस, यहाँको सिन यति राम्रो छ। अनि यो हामी चाहिँ केबल कारमा चढिरहेछौँ। यो केबल कारको यात्रा पनि लङ थियो। यो केबल कार पनि धेरै टाढो थियो। अनि मेरो मम्मीले परेर लगाएको माथि चाहिँ काली त मम्मीले मुख धुने भनेको नि मान्छे राखे। अनि माथि थोरै अगाडि गएर चाहिँ हामीले मुख धुएको थियौँ। अनि त्यसपछि अनि अगाडि
गयौँ अनि हामी चाहिँ अगाडि जाँदै थियौँ अनि त्यसपछि गाउँ हेर्दै गयौँ है। अनि हामीले चाहिँ तल गाउँ फेरि कान कनायौँ। अनि मैले चाहिँ कान कनाएँ मेरो कान चिलाएर अनि त्यो चाहिँ गाउँहरूको सिन्स हो अनि यो चाहिँ यति राम्रो थियो। अनि मेरो दादा चाहिँ आइसकेको थिएन कि अब पार्ट 2 मा चाहिँ हामीले चाहिँ हाम्रो दादाले फेरि ल्याउँदैनौँ अनि त्यसपछि किनकि मेरो दादा बिरामी उसिन्छ अनि त्यही भएर चाहिँ हामीले चाहिँ तलको सिन हेरिरहेछौँ। अनि गाइज अनि यो भिडियोलाई लास्टसम्म हेरिदिनु होला। अनि हामी चाहिँ थोरै अगाडि बढिसकेको थियौँ अनि त्यसपछि हामी चाहिँ माथि गयौँ अनि ठ्याक्कै बाबाको फोन आयो दिदीकोबाट अनि बाबाले चाहिँ कुरा गर्छ अनि दादाहरूले चाहिँ भन्छ कि बाबा मलाई भोक लाग्यो के खाने भन्छ अनि बाबाले चाहिँ भन्छ कि अन्डा र चाउचाउ पकाएर खाऊ अनि दादाहरूले चाहिँ अन्डा र चाउ पकाएर खाइसकेछौँ। अनि त्यसपछि हामी चाहिँ धेरै अगाडि आइसकेको थियो। हाम्रो वेटमा फेरि ठुल मम्मी र ठुल बाबा सृष्टि दिजु वेट गरिरहन्। हाम्रो लागि चाहिँ सृष्टि दिजुहरू चाहिँ मेरो दिदी ठुल मम्मी र ठुल बाबा चाहिँ वेट गरिराखेको थियो कि अनि हामी चाहिँ अगाडि पुग्न लागिसकेको थियौँ। अनि त्यसपछि हामी चाहिँ धेरै अगाडि पुगिसकेको थियौँ। अनि त्यसपछि धेरै अगाडि पुगिसकेपछि चाहिँ अनि हामीले चाहिँ गाउँहरूको सिन्सहरू चाहिँ हेरिराखेको थियौँ। अनि त्यहाँ तल चाहिँ धेरै गहिरो पहाडहरू थियो क्या अनि त्यहाँ खस्यो भने चाहिँ कोही पनि फर्केर आउँदैन थियो। त्यही भएर हामीले चाहिँ त्यहाँ तल चाहिँ लडिन्छ भनेर केबल कारबाट गयौँ। सबैजना केबल कारबाट हेर्नुहोस् गाइज यति तल थियो। यो हेर्दाखेरि हजुरहरूले मात्रै यो नजिक देखेको हो नत्र यो गहिरो छ। अनि हामी चाहिँ त्यहाँ चाहिँ तल्लोपट्टि चाहिँ एउटा खुल्ला थियो कि त्यो चाहिँ त्यहाँ चाहिँ एउटा गाडी एक्सिडेन्ट भएको थियो। त्यही भएर त्यो चाहिँ एकदम गहिरो थियो त्यसैमा चाहिँ जानु हुँदैन भनेर हामी चाहिँ आइहाल्यौँ। अनि त्यसपछि थोरै अगाडि पुगिसकेका थियौँ अब पुग्न लागिसकेको थियौँ। अनि त्यसपछि हामी चाहिँ अगाडि गइराखेको थियौँ अनि मैले चाहिँ फोन समातिराखेको थिएँ। अनि त्यसपछि धेरै अगाडि पुगिसकेको थियौँ। अब चाहिँ पुग्ने बेला भयो होला भनेको त अझै माथि रहेछ अनि त्यही भएर हामीले चाहिँ माथि गइरहेको। मेरो मम्मीको अनुहार त डराएर कालै भइसकेको थियो। त्यही भएर मम्मी चाहिँ डराइराखेको थियो। मैले चाहिँ केही पर्खिँदैन भनेको डराइराखेको थियो। अनि त्यसपछि हामी चाहिँ थोरै अगाडि गइसकेपछि सोच्यौँ कि फेरि अझ त म नजिकै होला त्यही पनि हेर्दाखेरि त लास्टै टाढा रहेछ। त्यही पनि अरू केबल कारहरू चाहिँ गएको देख्दाखेरि त एकदम छिटो देख्ने अनि हामीले चलाएको चाहिँ ढिलो देख्ने के गाइज। त्यही भएर हामीहरू चाहिँ गइराखेको थियौँ। अनि यो भिडियोलाई चाहिँ लास्टसम्म हेरिदिनु होला। अनि त्यो भर्खर त्यो आएको केबल कार चाहिँ मान्छे बस्न मिल्दैन त्यहाँ चाहिँ मात्र सामानहरू राख्न मिल्छ। अनि त्यही भएर गाउँहरूको सिन हेर्नुहोस् गाइज। अनि यो ट्रीहरू अनि बाबाको फेरि अनि कहाँ पुग्छ भनेर ठुलो बाबाले पुगिसक्यौँ भने अनि हामी चाहिँ त्यहाँ गरेको झऱ्यौँ। अनि त्यसपछि हामी चाहिँ तल झर्न थाल्यौँ। अनि लास्टमा मेरो मम्मी पनि निस्किहाल्छ। अनि त्यसपछि हामी चाहिँ ठुलो बाबासँग भेट भयो। अनि हाम्रो चाहिँ अहिले चाहिँ भेट भएको छैन गाइज। अहिले चाहिँ हामी भेट हुन जाँदैछौँ। अनि त्यसपछि हामी चाहिँ थोरै अगाडि पुगिसकेपछि ठुलमम्मी ठुल बाबाको पनि भेट भइहाल्यो। अनि ठुलमम्मी ठुल बाबाले पनि भिडियो बनाइरहेको छ त हामीलाई चाहिँ कुरिरहेको छ रहेछ। अनि त्यही भएर मैले पनि ढुकाएँ। अनि त्यसपछि धेरै अगाडि गइसकेपछि त हाम्रो रुम थियो क्या अनि त्यहाँ चाहिँ हामीले कपाल सपालहरू मिलायौँ। अनि त्यसपछि हामी चाहिँ जान लाग्यौँ आफ्नो कोठामा। हामी चाहिँ एक दिन चाहिँ त्यही बस्छौँ है गाइज। हामी चाहिँ आज चाहिँ ठ्याक्कै मेरो बाबाको बर्थडे र सृष्टि दिजुको मेरो दिजुको भिजा लागेको थियो कि अस्ट्रेलियाको। अनि त्यही भएर हामी चाहिँ आफ्नो रुमको लागि जान थाल्यौँ। अनि आज चाहिँ हामी त्यही मनोकामनाको रुममै बस्छौँ। अनि त हामी चाहिँ एक दिन बिहान 4 बजे उठेर चाहिँ पूजासुजा गरेर चाहिँ भोलि फर्किने प्लान छ। अनि हामी धेरै अगाडि पुगिसकेपछि हाम्रो रुम पनि आउन थालेको थियो। अनि हामी चाहिँ
रुम चाहिँ हेरिरहेको थियौँ। अनि ठुल मम्मीले चाहिँ मेरो बाबाको बर्थडे थियो नि त, त्यही भएर गिफ्ट्सहरू हेर्न ल्याइसकेको थियो। अनि हामीले चाहिँ पर्दैन भनिरहेको थियौँ। ठुल मम्मीले त्यही पनि किन भन्नु, बर्थडे त हो नि भनेर किनिदिइहाल्थ्यो। मूर्ति किन्दैन लागिसकेको थियो कि, अनि त्यसपछि पर्दैन भनेर औँठी किनिदिइहाल्थ्यो। अनि त्यही भएर मलाई पनि केही किन्छौ भनेपछि अनि त्यसपछि पर्दैन भनेर यो पेन्सिल त कति राम्रो भने किनिदिइसकेको थियो मलाई, पेन्सिल र चक्लेट्सहरू। अनि त्यसपछि अर्को भिडियोमा चाहिँ म चाहिँ पेन्सिल पनि देखाउने वाला छु। अनि हामी चाहिँ धेरै अगाडि पुगिसकेपछि हाम्रो रुम आउनै लागेको छ। अनि हामीले चाहिँ हाम्रो रुम पनि देखाइहाल्छौँ, हाम्रो रुम आउन लागेको छ। अनि यो भिडियोलाई अन्तिमसँग हेरिदिनु होला। अनि हाम्रो रुम आइसकेको थियो। अनि म चाहिँ खुरुदाउँदै छतमा थिएँ। अनि त्यसपछि चाहिँ म चाहिँ रुमभित्र गएँ। अनि त्यहाँ चाहिँ रुम चाहिँ कति राम्रो रहेछ, त्यही भएर म चाहिँ खुसी भएँ। अनि यस्तो रुममा मेरो दिदी पनि सुत्दो रहेछ, म चाहिँ ढोकसोक गरेँ। अनि त्यसपछि सृष्टि दिदीले पनि नयाँ फोन किन्छ रहेछ। थ्याङ्क यू फर वाचिङ भिडियो है गाइस। अनि यो चाहिँ मेरो ठुला बाम। हजुर, थ्याङ्क यू फर वाचिङ भिडियो।